अब 1-2 घन्टामा हेरेन भने घन्टा नि हुन्छ 1-2 घन्टामा हेर्ने हामी यतै हो ट्याप ट्याप गर नाकमा ट्याप ट्याप हान्नु नि यसको ल ओइ क्युटी तिमी छैन नि ब्युटी मनले खाएको काली तिमी साह्रै छौ जाली कालीको दुध छैन छैन मासु काली बनाउने खाने किन हाँस्यो त छैन नि मार्नेको गाह्रो छ हो very nice very beautiful ट्याप ट्याप गाई ट्याप हजुर जान छिटो मुखर लिएर लिपबाट छिटो जान लिपबाट त्यहाँ लिप चाहिँ छिटो रुक्न अनि ज्याकेट नै लिएर क्या कति भएर नासँग खै मोबाइल बजाएर बस्छ पहिला उफर लिएर किन हाँसेको हो र नहाँस न त्यसरी तिमीलाई देखेर हिमाली हाँसेको भन्ने त्यसका बाजे मनले खाएको काली छुलेर भनेको कति मस्ती हो यस्तो देखेपछि त नेपालमा भएको तरुणीहरू डाहाले बौलाउँछ अरे हो र बौलाउन देऊ बौलाउने मान्छे बौलाउन देऊ हामी बौलिन्न क्या अरे म अहिले खिचिदिन्छु जाने बेलामा छोरी खिचिदिन्छु क्या त्यो अघिको हिन्दी गीतमा नाच्नु कि छुटेर थ्याङ्क यू सो मच जति पनि सब तपाईँहरूले ब्युटिफुल के भन्नुहुन्छ नि सबैले धन्यवाद ए अनितालाई मैले छिटो लिएर भने सुनेन हाँस्छ पनि गुड पनि गर्छ यार गाह्रो छ यार जिन्दगी बाँचेर गाह्रो छ यार छिटो कारबाही गरियोस् बरेन सरकारले हमारे को खुला छोड़ दिया है मालूम है सीताराम मगर के गर्नु हो त्यस्तो बरु सक्छ भने बरेनमा आऊ न सक्दैन भने उता मलेसिया दुबईतिर बसेर गफ नदेऊ आऊ न हावासँग आयो भने च्याप्प अङ्गालो हालेर के साह्रो म बुढी भएको रे गाइज यस्तो भनिदिउँ है म मान्छे उमेरले बुढी भए पनि तर म राम्री नै छु क्यारे मलाई सबैले हेर्छ क्यारे अनि आफूले चाहिँ के भयो म जसरी हिँडे पनि जसरी खाए पनि जस्तो लगाए पनि के भयो हैन मान्छेको खुसी देख्न सक्दैन भने त्यो मान्छेले कहिले पनि जिन्दगीभर आफ्नो परिवारलाई खुसी राख्न सक्दैन
बुझ्नुभयो नि ओ सुड्डी भइसक्यो अरे सुड्डी भइसक्यो म भइसक्यो के गर्नु तेरा बाउ त्यो नराम्रो कमेन्ट चाहिँ नगर ल हामी नेपाली अलरेडी नेपाली नै मनपर्ने मान्छे हो कसैको बङ्गाली पाकिस्तान मन पराउनु परेको छैन गनाउने मान्छेहरू जुन मान्छे पैसाको लागि भाग्छ नि तिनीहरू मात्र लाग्छ बङ्गाली पाकिस्तानसँग हामी त नेपालीसँग मन खेलिन्छ पैसासँग होइन बुझ्यौ खै फुट्यो होला कोहीको फुट्यो होला यति राम्रो मान्छेले पनि नहेर्ने मान्छेहरूको कसको आँखा चाहिँ नदेख्यो होला है त्यो बङ्गाली पाकिस्तानको नाम नलियो क्या गर यार कान्छा आफ्नो लागि म एउटा डाइलेक्ट भन्छु ल थाहा छ नि आफू जस्तो सोच्छ नि अरूले कहिले पनि त्यस्तो नसोच्छ आफू म जस्तो ठाउँमा छु त्यस्तै अरूले आफू जस्तो ठाउँमा छ अरूले त्यस्तो ठाउँमा देख्छ भने आफू राम्रो ठाउँमा बसेछ भने राम्रै देख्छ नराम्रो ठाउँमा बसेछ भने नराम्रो सोचले बसेछ भने नराम्रो देख्छ अरूले त्यही भएर आफ्नो ठाउँमा आफू ठिक बसेको राम्रो तर फेरि मैले भेट्दाखेरि फेरि मलाई जे पाएँ त्यही बोलेर उ गरेँ भने मैले जहाँ भेट्छ नि त्यो फेरि बेइज्जत गर्न चाहिँ नपरोस् हो नि है बहिनी रे हो नि त्यही भएर मान्छेको लागि कहिले पनि नराम्रो नभन के होइन कमेन्ट हेरेर पढ एकछिन त्यो मैले ऊ पठाएको छु उफर बजाउनको लागि छुट्टीको दिन नाच्ने हो अरू बेलामा 12 घन्टा ड्युटीमा के भन्छ 12 घन्टा ड्युटीमा अरूले जे भने हक मुत भने मुत सोर्नुपर्छ क्या अरे अनि के भयो त नि एकछिन रमाइलो गर्दामा हाँस्दामा कसको के बिग्रिन्छ भाइ बरानदेखि के भनौँ र अरे के भन्नु न थ्याङ्क यू सोल्टी अर्काको देशमा